कथाको शीर्षक हजुरआमाको मोबाइल सिकाइ कथा। एक दिन हजुरआमाले नातिलाई भनिन्, बाबु, मलाई पनि मोबाइल चलाउन सिकाइदेन। नातिले खुसी हुँदै सिकायो। यो बटन थिचेपछि कल हुन्छ, यो थिचेपछि बन्द हुन्छ। भोलिपल्ट हजुरआमाले मोबाइल लिएर सबै ठाउँमा फोन गर्न थालिन्। नातिले सोध्यो, हजुरआमा, कसलाई फोन गर्नुभयो? हजुरआमाले गर्वका साथ भनिन्, म त मोबाइल चलाउन सिकेँ नि। बिहानदेखि ब्यालेन्स इन्क्वायरीलाई 50 पटक फोन गरे, तर त्यो मान्छेले अहिलेसम्म फोन उठाएको छैन।